अर्जुन बा के भयो? बाहिर हेर्नुस् त को आएछ? ए छोरा? त्यो सँगसँगै आउने चाहिँ को होलिन्? भाग्यमानी भए। भाग्यमानी भयो बाबु। अनि यी नानी चाहिँ को नि? आमा ऊ सङ्गीता, तिम्री बुहारी। के गर्नु, त्यस्तै परिस्थितिमा बिहा भयो हाम्रो। तिमीलाई खबर गर्नै भ्याइन। सङ्गीता, आमालाई ढोगिदेऊ। पहिले म बिदी पुर्याउँछु अनि त्यसपछि ढोगबेट। सङ्गीता, हाम्री आमा रीतिथितिमा पक्का हुनुहुन्छ। आमाको मन बुझेर काम गर्नु। तिम्रो पाइलासँगै अन्नको लक्षणभित्र बस्छ। यो बत्ती जस्तै घरमा तिमी उज्यालो भएर बस्नु। आऊ बुहारी, आजदेखि यो घर तिम्रै हो। यो त कुनै सय हो। यहाँ कसरी आइपुग्यो? कोटतिर अर्जुनीको घर यही हो? हो हजुर। किन र? ए भित्र गएर तलासी ले। हुन्छ साहब। होइन, यो के गर्न लाग्नु भएको हजुर? तेरा बाउ खान तलासी। ए धान बुढी, यो धान कसले पोखेको यहाँ? ए केटा हो, भकारीमा पनि हेर। मुलाकात त सबैतिर हेर। सबगलाएर होज क्लियर कर। त्यसका टुप्पीमा पक्रेर घुमाएर घोक्राएर लडाएर त्यसका ढाडामाथि ढुकुमुकु खेलेर त्यसकी सापले टाउकोमा हात नराखे त के? ओ तले मैले त्यतिकै ठान्यौलस्, मलाई टाढा हेर्नु मन छैन। त्यसपछिको त पैदा लाछा पनि छैन। छैन? छैन। हिँड। क्लियर कट। भित्र त कोही पनि छैन साहब। लाइन खोज्न हिँड। ती सालाहरू कहाँ लुक्छन् मलाई थाहा छैन। पुलिसलाई चिनेको छैन तिनीहरूले। कता गोठतिर जानु? अरे त्यो गोठतिर क्रान्तिकारी लुक्छन् क्या हो? जा गएर खोज साला। ए कुना खोज साला। भागेर कहाँ जाला? लुक्का तेरे किरा पऱ्या बुद्धि। क्लियर कर भाइ। क्रान्तिकारी खोज्नु पर्छ त कहाँ साइड साइडमा खोज्नु पर्छ त? कहाँ गोरुको टाङ्गुनी खोज्न गएको त? मलाई त पहिल्यै थाहा थियो त्यो सागरको फटा कुरा भनेर। त्यो पनि त्यसैको साथी त हो नि। हेर त्यस्ताको कुरा सुनेर सबै गोबरै गोबर बिजोग बनाइदियो। बाबा चुप लाग। गल्ती गरेका छैनौँ हामीले सागरको कुरामा लागेर। हेर यसको चाल। हिँड्छौ? अरे गौ माता। सागरले हामीलाई बताएको छ अधिवेशन 3 जग्गामा हुँदैछ। त्यहाँ गरी एक चिहान बनाउनु पर्छ सालाहरू। सङ्गीता, के भयो? के भयो? ए धानको भगरभित्र लुकेकी थिइन्। पुत्तली सायद मुखभित्र पस्यो होला। लाता जानु न, कागतीको अचार लिएर आउनु। ल। पुतली निल्लिएको होइन, पेटमा पुतली हुर्केको। पेटमा पुतली? पुतली। पेटमा पुतली। पकाई, म पानी लिएर आउँछु। सङ्गीता, सब बर्बाद भयो। सागरले सब कुरा पुलिसले भनिदिएछ। त्यसैले त पुलिसले हामीलाई खोज्दै आएको यहाँ। अब के गर्ने? हाम्रो अधिवेशन
हाम्रो अधिकार सब खत्तम हुने भयो त्यसैले हामी अहिले नै यति नै बेला जसरी भए पनि देश राज्यका पुग्नुपर्छ तिमी जान सक्छौ सक्छु त्यति त हिँड्न सकिहाल्छु नि ल पानी पिउ त लौ कागतीको अचार ल एकैछिन हिँड्नुहोस् न तपाईँ वैद्य कहाँ गएर औषधि ल्याइहाल्नुहोस् त हुन्छ अनि 1 घन्टा अगाडि यहाँभित्र नआउनुहोस् नि किन नसोधिरहनुहोस् न गइहाल्नुहोस् ल हामी अहिले यो कुरा घरमा नभनौँ हुन्छ आमा यो के भयो के भयो तिमीलाई आमा 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 ए आमा ए आमा ए आमा तेरो बाउ वैद्य कहाँ जानु भएको छ मलाई केही हुँदैन यस्तो बेला उहाँलाई छोडेर दिने कुरा हुँदैन फेरि बाँध्न उन्जेलसम्म कुर्ने कुरा पनि हुँदैन जसरी भए पनि जानुपर्छ अहिले हामी के गर्ने तपाईँ जानुहोस् म यहाँको सम्हाल्छु जानुहोस् जानुहोस्